हेलो साथीहरू, आज चाहिँ यता म तिनकुनेमा यो विश्वकप क्रिकेट हेर्न गएको थिएँ अनि यता चाहिँ यस्तो रमाइलो भइरहेको कृषि हजुरलाई देखाउन गइरहेको छु म क्रिकेटको मैले के गरेँ र कस्तो भयो आजको दिन। हेलो गाइजहरू, म चाहिँ आज यो इङ्ल्यान्ड भर्सेस नेपालको क्रिकेट म्याच हेर्न तिनकुनेमा रहेको यो ठुलो उसमा के भन्छ त्यो मलाई थाहा छैन, आजसम्म म आएको छैन है। ठुलो त्यो उसमा टिभी जस्तो बनाएर यहाँनिर के हेर्दा रहेछन् यसरी हो त्यस्तोमा हेर्न आएको छु। अनि अघि चाहिँ म हेर्न नपाउने भएँ, आज मेरो काम छ भनेर गएको, तर काम भएन मेरो। म बिचबाट अलिकति उता गएर फर्केँ अनि एक ओभर चाहिँ सकिएछ, गीत आयो होइन। अनि अब म अर्को ओभरमा चाहिँ आइपुगेँ। यहाँ चाहिँ धेरै जस्तो केटाहरू छ क्या, केटी चाहिँ एक दुईजना मात्रै छन्। अनि अब म चाहिँ सिधै जान्छु। म चाहिँ यसरी आत्तिँदै गेम हेर्न पुगेँ है साथीहरू। अनि अब यहाँ चाहिँ गेम चाहिँ पहिला इङ्ल्यान्डको भइरहेको थियो ब्याटिङ चाहिँ, अनि नेपालले चाहिँ बलिङ गरिरहेको थियो अनि इङ्ल्यान्डले राम्रै रन ल्याइरहेको थियो। अनि अब के हुन्छ भन्ने हामीलाई एकदमै उत्सुकता थियो। अनि म चाहिँ एकदमै त्यहाँनिर नदेखेर त्यो रन कति भयो, अब कति बाँकी छ, कति आउँछ, उनीहरूले रन हान्दाखेरि आफू पिर लाग्ने, विकेट जाँदा खुसी लाग्ने, त्यही त हो नि है रन क्रिकेट हेर्दाखेरि कस्तो हुन्छ यहाँ। अब अनि एउटा कुरो चाहिँ मैले के हेरिरहेको थिएँ भने यत्रो ठुलो चौरमा चाहिँ केटीहरू चाहिँ गनेको भए पनि 20-25जना पनि थिएनन् होला क्या, यति धेरै केटा। अनि म चाहिँ यहाँ मेरो छेउमा दुईटी बहिनीहरू हुनुहुन्थ्यो, अनि त्यही भएर म चाहिँ उहाँहरूको छेउमा आएर उभिएको थिएँ। अनि उहाँहरूलाई चाहिँ मैले देखाएँ कि देखाएन भिडियोमा चाहिँ थाहा छैन है। अनि यहाँ चाहिँ 3टा यस्तो होर्डिङ बोर्ड भन्छ कि के भन्छ यसलाई है, मलाई भन्न चाहिँ आउँदैन। यो चाहिँ कोकोकोलाले लगाएको रहेछ। कोकोकोलाको स्टल पनि थियो त्यहाँ छेउमा, उतापट्टि साइडमा पुरै तयारी रहेछ कोकोकोलाको है। अनि एकदमै जे भयो नि हेर्न चाहिँ मौका पाइयो, अफिस छुट्टी भएपछि ठ्याक्क टाइम मिलेको भएर। अनि एकदम रमाइलो भयो गेम हेर्दा, समग्रमा एकदमै रमाइलो भइरहेको थियो मलाई गेम हेर्न चाहिँ। म चाहिँ यहाँ गेम हेरिरहेको छु। यता चाहिँ हजुरले देख्न सक्नुहुन्छ यो तिनकुने चौरभरि मभन्दा पछाडि यति धेरै मान्छे हुनुहुन्थ्यो कि यसकारण बारम्बार स्पिनमा ल्याएको थियो। हेर्न सक्छौँ यसपटक पनि निकै नै राम्रो अफ स्पिन भएको थियो, माथि दिएका थिए तर त्यसलाई फुल टावरले प्रहार गर्न पुगेका थिए, पुरा चुम्न पुगे, चाँडै नै गुमाएका थिए र बल केही स्लो पनि आएको थियो र लोकेशको लागि एउटा सिम्पल क्याच र दिपेन्द्र सिंह अहिले टाइगरले पनि यो मस्ट निडेड ब्रेक थ्रु दिलाएका छ नेपाललाई। 55 रन बनायो अर्धशतकमा जेकब बेदल पवेलियन तर्फ 128 मा टरिङल्यान्ड। हेर्दै थिएँ, रमाइलो भइरहेको थियो। अनि लास्टमा गएर चाहिँ त्यो एउटा इङ्ल्यान्डको खेलाडी आयो क्या, अनि त्यसले चाहिँ यस्तो छक्का हान्यो। मलाई चाहिँ लागेको थियो सुरुमा चाहिँ तिनीहरूले 200 रनको टार्गेट भन्ने कुरा गरिरहेको थियो क्या। अनि मलाई चाहिँ लागेको थियो 200 रन त पुर्याउँदैनन् होला भन्ने थियो। अनि 170 रनको टार्गेट सेट हुन्छ भन्ने मलाई चाहिँ कन्फिडेन्ट भइसकेको थियो। तर लास्ट आवरमा आएर चाहिँ एउटाले 2 छक्का 3 छक्का हानिदियो। अनि त्यहाँबाट यो मान्छे कस्तो मजाले नाचिरहेको थियो क्या, अनि त्यही भएर मैले खिच्दै भएँ। जति बेला पनि यतैतिर नाचेको थिएँ क्या। अनि त्यहाँबाट अनि यही 170 रनको टार्गेट भइदिएको भए नेपालले जित्ने रहेछ होइन। खेल हो, खेल हार जित भइहाल्छ। म चाहिँ अहिले घर आएर भोइस ओभर गर्दैछु, किनभने यति बेला मलाई थाहा भइसक्यो कि नेपालले हार्यो 4 रनले। त्यो पनि मैले थाहा पाएको चाहिँ है साथीहरू, भर्खरै आएर थाहा पाएको। अनि एकदम अब राम्रो खेलेको हो, यत्तिको खेल्नु विश्वकपमा गएर त्यत्रो धेरै रनको टार्गेट आउँदा पनि यस्तो राम्रो खेल्नु भनेको। यहाँ कति हुटिङ लगाइरहेको थियौँ हामीले, छक्का हान्दाखेरि कति धेरै छक्का पनि हानेको। तर त्यो म हिँड्ने बेलामा
अहिले ब्याटिङ आउँछ क्या अहिले उसको अनि त्यो हिँड्ने बेलामा एउटा छक्कामा क्याच भयो क्या हाम्रो कप्तानको जस्तो लाग्छ मलाई के अरे विकेट झऱ्यो अनि त्यो गर्दा चाहिँ लोद्धर लागेर म हिँडेको थिएँ अनि यहाँ चाहिँ अहिले चाहिँ अब यति बेला त रमाइलो छ नि त्यहाँ हेर्न त मजा आयो नि यस्तो ठुल्ठुलो जामा गएर टक्क धेरै फ्यान्सहरूसँग बसेर हेर्न चाहिँ मजा आउँदो रहेछ पहिलो उसकै गेम सिकेको छैन इङ्ल्यान्डकै ब्याटिङ भइरहेको छ अहिले चाहिँ म चाहिँ घर आइसकेँ अनि आएर म फेरि भिडियो हेर्दैछु कस्तो भएछ भनेर अनि हजुरहरू पनि हेर्नु होला र यसै गरी बेला बेलामा नेपालको गेम भएको बेलामा क्रिकेट म्याचहरू देखाउँछ यहाँ अरू गेम पनि देखाउँछ कि थाहा छैन नेपालको गेममा चाहिँ देखाउँदो रहेछ होइन क्रिकेटमा चाहिँ यहाँ प्रायः सबै खेलहरू खेल्ने मान्छेहरू भइरहेको हुन्छन् सबै नै आएपछि दिउँसैदेखि हल्ला हल्ला त के रहेछ भन्ने सोचेको थिएँ यस्तो गेम रहेछ है हेर्न पायो खुसी लाग्यो तर 4 रनले हार्दाखेरि चाहिँ अलि नमज्जै हुँदो रहेछ जितेको भए उल्लास चाहिँ अनुसारको हुन्थ्यो पहिलोचोटि फर्स्ट गएर वर्ल्ड कपमा गएर यसरी इङ्ल्यान्डसँग खेलेर जित्नु भनेको ठुलै हुन्थ्यो नेपालको तर यतिको टार्गेटमा त्यति पुर्याउनु पनि नेपालको लागि धेरै राम्रो हो धेरै राम्रो खेलेको नेपाली खेलाडीहरूले यतिको जीवन नै पर्छ मान्छे खेल बाँकी नै छ सो होप बाँकी नै छ होइन सर हामी हाइलाइट हेर्छौँ सो तपाईँहरू चाहिँ कतै पनि नजानु होला बिकज वी गोना प्ले सम क्विज कन्टेस्ट सो हामी के क्विज खेल्छौँ एन्ड यु गोना विन अ गिफ्ट ह्याम्पर फ्रम कोका-कोला है अब एकछिन ब्रेक आएको बेलामा चाहिँ क्विज कन्टेस्टहरू अनि हाम्रो यो त्यहीँको मान्छेहरूको चियरिङहरू यस्तै देखाइरहेको थियो यहाँ बोर्डमा अनि एकदम सबैजना उफ्रेको त्यही 3 कुनेकै यो चाहिँ अनि के हाइलाइटहरू देखाउँछु भन्नुभएको थियो अनि देखाइराख्नु भएको थियो एकछिन हामीले डान्सहरू पनि हेऱ्यौँ 2 जना भाइहरूले नाच्नु भयो रमाइलो भयो डान्स पनि एकदमै अनि म चाहिँ अब घर जान्छु भनेर सोच्दै थिएँ फेरि होइन हेर्छु एकछिन त नेपालको गेम हेर्छु कस्तो खेल्छ नेपालले हेर्छु भनेर अनि म चाहिँ नेपाल 185 रनको लक्ष्य पछ्याउने क्रममा मैदान उत्रिएको छ कौशल बोर्तेलले सामना गर्नेछन् लोकवोटको यो खेल रहने सफल खाइको आसिफ शेख अन साइडमा सिंगलको लागि खेलेका छन् स्क्वाडले कपिललाई पनि तैनात गरिएको छ उनको लागि आएको कुरा गर्छौँ भने बलरतर्फको भेरिएसन हेर्नुहोस् 92 को रहेको छ राइट र कन्ट्रोल पनि त्यही हाराहारी खेलमा डिस्टिङसनको मार्क विराट दिनुहुनेछ जफरासन नाम नै काफी छ धेरै कोटेश्वर जानलाई अब के फर्केर उतै जानु गाडी चढ्न भनेर साथीहरू अनि फेरि अब गेम हेर्छु एकछिन राम्रै स्कोरहरू आयो भनेर म चाहिँ फेरि फर्केर गएर अनि यसरी गेम हेर्न लागेँ है अनि राम्रै आयो चौका छक्का उडिरहेको थियो है कस्तो खुसी लाग्यो के हुन्छ जस्तो लाग्यो यस्तो सबै उफ्री नाच्दै थिएँ है सबजनाले अब के हुन्छ भने त्यहाँनिर अब त्यो
कमेन्टरहरूले पनि त्यहाँ एकजना दाइ हुनुहुन्थ्यो नेपाली चाहिँ कमेन्टर यहीँनिरबाट गर्नुभएको अनि अब उताको कमेन्टहरू हेर्दै भन्नुभएको होला सायद अनि कमेन्टरहरूले पनि नेपाल राम्रै छ अहिलेसम्म ठिकै छ भनेर भन्नुभएको थियो अनि हेऱ्यो मजाले इङ्ल्यान्डका स्पिनरहरूले यो एउटा इन्ट्रेस्टिङ पक्ष स्पिनरको फलसँग छ ड्रन धेरै इङ्ल्यान्डका बलरले गराइरहेका छन् 6 ओभर सकेको सङ्केत राम्रो भएको टिमको लागि एक रन लिन चाहन्थे स्ट्राइक राख्न 7 राख्न चाहन्थे तर सफल 9 पछि 5 त्यही हो अब रमाइलो भयो खेल समर गवा सबै रमाइलो भयो हेऱ्यो खेल राम्रो खेल्नुभयो यतिको होइन अब खेलमा हार जित त भइहाल्छ तर एकदमै राम्रो खेल्नुभयो अनि म चाहिँ याद गरिसकेको थिएँ र अनि मलाई अब खेल पक्कै पनि नेपालले हार्छ नै जस्तो लागेर हिँडेको तर मेरो सोचमा चाहिँ नेपालले धेरै ल्याएछ मैले चाहिँ सोचेको थिएँ नेपालले अब 70-75 रन 70 रनभन्दा कटाउँदैन होला अब कि त जित्छ कि त त्यति थोरै अन्तरले हार्छ भन्ने चाहिँ सोचेको थिएन तर मलाई लास्ट नराम्रो लाग्यो क्या किनभने मैले 170 को टार्गेट सोचेको थिएँ 170 को टार्गेटमा पुग्न दिएको भए चाहिँ नेपालले जित्ने रहेछ अब चाहिँ त भगवान् भरोसा अब चाहिँ म घरतिर लागेँ साथीहरू पुरै दिन पनि ढाकेको छ है अनि अहिले चाहिँ अब कति बल बाँकी छ भने 4 ओभर 229 भयो 4 ओभर कति भयो 4 विकेट गयो अनि 129 रन भएछ अनि 16 ओभर चाहिँ सकिएर अनि म चाहिँ हिँडेँ अब घर हेलो गाइज म चाहिँ अब घर जान लाग्यो किनभने 6:30 भइसकेको छ अनि यसरी यो क्रिकेटमा नसा लाग्यो कि पहिल्यै म नेपालको गेम सुरु हुने बित्तिकै हिँड्न आँटेको थिएँ अनि यस्तो मजाले छक्का हाने अनि अब चाहिँ जित्छ कि भन्ने आश लाग्यो नि त अनि अब चाहिँ क्याप्टेन र कप्तान र उपकप्तान दुईजना आउट भइसके अनि त्यही भएको कारणले अब चाहिँ नेपाललाई चाहिँ लगभग कति 24 बलमा कति 58 रन कि कति बाँकी छ है ल्याउनु पर्ने चाहिँ तर अब त्यो सम्भावना निकै कम छ किनभने क्याप्टेन कप्तान र उपकप्तान आउट भएको भएर चाहिँ अनि म चाहिँ अब के हुन्छ म घर पुग्दा थाहा हुन्छ अनि म चाहिँ अब गाडी पाउँदैन 6:30 भइसकेको छ अनि त्यो भएको कारणले अब म घर जान लागेको साथीहरू मलाई चाहिँ अब घरमा चाहिँ लुगा भिजाएर राखेको छ गाइजहरू साथी गाइजहरू म चाहिँ के भन्न सक्छु त्यही भन्छु अनि त्यही हो अनि म चाहिँ अब जाँदैछु घर आजको ल क्रिकेट हेर्ने यात्रा पनि यतिकै भयो अब 12 तारिकमा फेरि हुन्छ अरे कति बजे हुन्छ चाहिँ थाहा छैन अब यो टाइममा त पक्कै हुँदैन होला आज चाहिँ मलाई जुर आएको रहेछ त्यही भएर हेर्न आएको मेरो अवस्था नजिकै भएको भएर म त तिनकुनेमा त आइरहेको छु अनि त्यही भएर अब चाहिँ म जाँदैछु घर ल साथीहरू सबैजनालाई बाई बाई गुड नाइट गेम जित्यो भने चाहिँ स्पेसलवाला फेरि अहिले हुर्रे भन्दै अनि भिडियो बनाउँला हारेछ भने यत्तिकै बाई बाई